ल यहाँ हल चाहिँ एकदमै मजासँग सफा गरिदिएको छ। टोयलेटहरू सबै सफा छ। ल हल चाहिँ अब रेडी छ। यहाँ 3टा फ्रिज छ हैन। 3टा फ्रिज पनि अलरेडी स्टार्ट भइसकेको छ। ल्याएर हामीले बसेर राख्ने मात्रै काम हो। टोयलेटहरू यता चाहिँ एउटा लेडिजको लागि एउटा जेन्ट्सको लागि छ। अनि अब भरे आएर आस्था लास्यौँ यताउति गर्ने मात्रै काम है त हाम्रो। ल यही हो, चाबी मैले लिएँ। ल हाम्रो शुभ दशैं अथवा दीपावलीको धेरै धेरै शुभकामना भन्न चाहन्छु है। सबैजना है त हजुरहरू दिदीहरू आउनुहोला बहिनीहरू। सबैजना कति जति सबैजना है त
धन्यवाद सबैजनालाई। ओके, धेरै धेरै धन्यवाद सबैजना यहाँ स्टेजमा आएर नाच्नु भएको सबैजनालाई हजुर बहिनी रात ठिकाने भरमा तलक तल्कियो रात ठिकाने भरमा तलक तल्कियो छातीभित्र मायाको आगो सल्कियो बिजुलीको तार 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 सब भए हजुर भेटौँ शनिबार सब भए हजुर भेटौँ शनिबार मौरीको मान्छे बस्यो खानाको तिर सलाम खानाको तिर बिजुलीको तार 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 सब भए हजुर भेटौँ शनिबार सब भए हजुर भेटौँ शनिबार ढुङ्गोलाई माटोको घर माटोलाई ढुङ्गाको घर सिरहालीलाई जानेको लाग्दैन कि डर सलाम लाग्दैन कि डर बिजुलीको तार 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 सब भए हजुर भेटौँ शनिबार रात ठिकाने धर्म तलक ढल्कियो छातीभित्र मायाको आगो सल्कियो बिजुलीको तार 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 सब भए हजुर भेटौँ शनिबार सब भए हजुर भेटौँ शनिबार धेरै धन्यवाद। दुई शब्द बोल्न लग्यो
Give him a money. खराब करे आवलती पे सब करे दो पल की जो नींद उड़ी पूरे सारे ख्वाब करे क्या करे अपनों के वादे ये जो रहते हैं मेरे आगे बात नहीं एक बार सही टकराने की करे तू यारी सुबह तक माने मेरी बात तू ऐसे सोचना थी आज हमने मोहब्बत करनी है हमने मोहब्बत की है इस दिल के अलावा किसी से भी ना हमने इजाजत ली है ये भी इश्क का किसी किसी को आता है जान लुटा के दुश्मन की हमने हिफाजत की है बात करते हैं हजारों है तजुर्बा हमें यारों बात करते हैं हजारों है तजुर्बा हमें यारों ऐसी है बात तू मुझ पे वो जो पता मेरी जान महफिल ही बन जाए जो सुबह मेरी जान उसमें मर जाए जो पठान मेरी जान महफिल ही बन जाए जो सुबह मेरी जान उसमें मर जाए धेरै धेरै धन्यवाद हाम्रो भाइहरूलाई यति राम्रो प्रस्तुति दिएर जानुभयो हजुरहरू पहिलाको वर्ष पनि हुनुहुन्थ्यो भने सायद याद छ होला हाम्रो ध्रुव श्रेष्ठ भाइले यति मिठो कविता सुनाउनु भएको थियो सायद आँखामा आँसु नआउने कोही पनि थिएन होला अब आज पनि म ध्रुव भाइलाई यो स्टेजमा निम्ताउन चाहन्छु आफ्नो मिठो कविता सुनाउनको लागि प्लिज ताली हाले ध्रुव खोज्दा बियर भेटियोस् पानी खोज्दा बियर भेटियोस् धारा खोज्दा वाइन पानी खोज्दा बियर भेटियोस् धारा खोज्दा वाइन बगोस् चिकन खाँदा साप्रो परोस् मटन खाँदा ह्याकुला परोस् यही छ विजय दशमीको 2081को शुभकामना सबैको लागि है एकछिन यस्तो शुभकामना आदान प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउँ कि जस्तो लागेछ मलाई चाहिँ ओके छ शुभकामना आदान प्रदान गरिदिनु हुन म हाम्रो
बिर्साउनु होला हाम्रो सुषमा खड्का दिदीलाई यसो आफ्ना केही शब्द यहाँ राखिदिनु होला अनुरोध गर्दछु प्लिज नमस्ते सबैजनालाई नमस्ते ह्याप्पी दसैँ ह्याप्पी तिहार हामी दसैँमा भयो जे भए पनि दसैँ तिहारको यहाँहरूलाई धेरै धेरै शुभकामना अनि मलाई चाहिँ यहाँ हजुरहरूसँग आज यो प्रोग्राममा यसरी बस्दा एकदम रमाइलो भइरहेछ एकदम यो चाहिँ मेरो लागि फर्स्ट एक्सपिरियन्स पनि हो नेपालीहरू लाउने दाजुभाइ दिदीबहिनीहरूसँग यसरी यत्रो ठुलो प्रोग्राममा बसेको मलाई खुसी लागिरहेको छ त्यही ह्याप्पी दसैँ सबैजनालाई ह्याप्पी तिहार यस्तै रमाइलो भेटघाट गर्दै गर्नुला हस् त धन्यवाद धन्यवाद हजुरको मिठो शब्दहरूको लागि अब अनि हामी हाम्रो डान्सलाई कन्टिन्यू गर्छौँ अब चाहिँ आउँदै हुनुहुन्छ योभन्दा पहिला चाहिँ मैले छुटाउनै नहुने एउटा कुरा मैले अघि बिर्सिएछु हाम्रो यो दसैँको प्रोग्राम यति राम्रो डान्सहरू सिकाइदिनु हुने हाम्रो अर्जुन गुरुङ भाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यति व्यस्त हुनुहुन्थ्यो भाइ दिनभरि काम गर्नुहुन्थ्यो अनि बेलुका आएर फेरि भाउजूहरूलाई सबैलाई एकै ठाउँमा राखेर आफ्नो व्यस्तताको बावजुद पनि यसरी डान्स सिकाएर हाम्रो प्रोग्रामलाई अझै रमाइलो बनाइदिनु भएकोमा उहाँलाई जोरदार तालीले धन्यवाद भन्न चाहन्छु प्लिज सबैले ताली बजाइदिनु होला मोटिभेसन नभएको भए हाम्रो यो प्रोग्राममा चाहिँ यति धेरै नृत्यहरू हुन्थेन होला उहाँले सबै भाउजूहरूलाई डान्स सिकाउनु भयो यति मोटिभेसन दिनुहुन्छ डान्सको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु है भाइलाई एकदम हृदयदेखि नै ल अब चाहिँ भाइको प्रस्तुति हेर्ने बेला भएको छ यो ग्रुप डान्समा को हुनुहुन्छ हाम्रो दिदीबहिनीहरू उहाँहरूलाई रेडी भइदिनु हुन अनुरोध गर्दछु धेरै भयो ल प्लिज हाम्रो अर्जुन भाइलाई सबैले स्वागत गरौँ है र हाम्रो दाजुहरूको एउटा गीत रहेको छ त्यसको लागि चाहिँ रेडी भएर बसिदिनु होला अनुरोध गर्दछु
क्या दिन लैलै बरसारा दिन लैलै बरसारा दिन लैलै खुसीले सारा भयो नि संसार
अविरल बगेका आँसुका धाराका बारे। आमा सोच्छु तिमीलाई सन्चो छैन रे, अनि सन्चो होस् पनि कसरी? आमा तिमीलाई सन्चो होस् पनि कसरी जब तिम्रा ती सन्तानहरू तितर छन्? कोही समुद्र पारी, कोही समुद्र पारी, कोही तिमीलाई बेची धन कमाउन पल्केका भ्रष्ट सन्तान भएपछि तालको ढाड खोलाका किनारा पुरी प्लटिङ गर्छन्। अनि जब प्रकृतिले आफ्नो बाटो खोज्छ अनि तब त्यही सोझा सन्तानहरू मासिन्छन्। अनि आमा तिमीलाई सन्चो होस् पनि कसरी? अनि आमा सोच्छु त्यो पहेँलो धानका पाला फुल्ने त्यो फाँटमा अहिले त्यो बाढीले बगाइरहेका किसानका सपनाहरू छन् रे। आमा सोच्छु त्यो दसैँको बेला रोटे पिङ र लट्टे पिङले मचिने त्यो पारी गाउँ अहिले पहिरोले लगेर मसान भएको छ रे। अनि आमा अनि सन्चो होस् पनि कसरी तिमीलाई? घरमा चाडबाड नजिकिँदै गर्दा सन्तानको निधारमा रातो टिकालाई जमाएर भए हातमा सुटकेस र खादाले बिदाई गर्छ रे। आमा सुन्छु दसैँ पहिलेको जस्तो छैन। टिका लगाइदिने ती चक्की परेका हातहरूले टिका थाप्ने निधारहरू घुरिबसेका छन्। आमा जमाना पनि कस्तो आयो। अस्ति टिकाको दिनमा मेरो मम्मीले मलाई अनलाइनमै टिका लगाइदिनु भयो। अनि मैले पनि अनलाइनमै टिका थापेँ अनि अनलाइनमै आशीर्वाद दिएँ। तर दुर्भाग्यवश आमा मैले तिमीले पकाएको मिठो खानाको स्वाद मैले लिन पाइनँ। आमा लिन पाइनँ मैले त्यो मिठो खानाको स्वाद। आमा लिन पाइनँ मैले त्यो घरको आँगनमा फुलेको मखमली फुल र सुपारी फुलको मिठो सुगन्ध। अनि आमा लिन पाइनँ मैले त्यो दसैँको बेला घर गाउँको बिहानीको हुस्सुको सुगन्ध। अनि आमा सोच्छु तिमीलाई सन्चो छैन। आमा मैले ती अस्ट्रेलिया गएका पाण्डे दाजुको दसैँको फोटो देखेँ। आमा मैले ती अमेरिका बस्ने कार्की दिदी पनि खुब रमाइलो छ भन्दै सुनाउँछु। आमा ती अमेरिका बस्ने कार्की दिदीले पनि खुब रमाइलो छ भन्दै सुनाउँछु। तर किन हो कुनी त्यो प्यारको लोभमा रसियाको युद्धमा होमिएका ती गोरे दाजुको मैले कुनै खबर पाइनँ। आमा ती गोरे दाजुको पनि मैले कुनै खबर पाइनँ। अनि केही खबर आयो त ती 2 वर्ष अघि जेलमा परेका ती हर्के काकाको? अनि केही खबर आयो त आमा अस्ति कुवेतमा बेचिएका हाम्रा चेलीहरूको? आमा कोही रहर कोही करले विदेशीले धेरै छन् यहाँ। आमा कोही रहर अनि कोही करले विदेशीले धेरै छन्। कति फर्के होलान् कतिको सास कतिको लासको बाकास फर्के होलान्। कतिको न सास न लास कुनै खबर भयो होलान् त्यतै पतन। अनि आमा अनि सन्चो होस् पनि कसरी तिमीलाई? अनि सुन्छु तिमीलाई सन्चो छैन रे। अनि आमा सुन्छु तिम्रो अस्वस्थताको बारे। त्यो करोडौँ खर्च गरेर विदेश उपचार गर्न सक्ने मेरो सरकारले करोडौँ खर्च गरेर विदेश उपचार गर्न सक्न जाने त्यो सरकारले आमा तिम्रो लागि एउटा सिटामोल पनि किन्न सकेन है आमा। यति हुँदा हुँदै पनि हामी आफैले ल्याएको लोकतन्त्रको सरकार ठुलो हेर्न बाहेक केही गर्दैनौँ। मक्क छन् जनतालाई बेची रेमिटान्स भित्राउन पाएकोमा। अनि मक्ख छन् देशको अवस्थालाई कमाइ खाने लुटी खाने भाँडो बनाउन पाएकोमा। छी मेरो नालायक सरकार। अनि आमा अनि तिमीलाई सन्चो होस् पनि कसरी? आमा देश रित्तिँदै गरेको अवस्थामा माता दुर्गे भवानीसँग यही प्रार्थना गर्छु कि तिमीलाई दुःख बिमार पर्दा यी हातहरूले मलम लगाउन सकूँ। आमा तिमीलाई दुःख बिमार पर्दा यी हातहरूले मलम लगाउन सकूँ। यो साल त यस्तै भयो,
अर्को साल चाहिँ पक्कै पनि तिम्रै काखमा दसैँ मनाउन सकौँ। तिमीलाई मेरो यो परदेशी छोरीको धेरै धेरै माया। जय देश। सानो कविता लेखेको थिएँ मैले। हाम्रो दुजुम्रीको साथीहरूले चिन्नुहुन्छ होला, किसन थापाको लागि मैले 2013-14 एउटा सानो ऱ्याप जस्तो लेखेको थिएँ। आज चाहिँ कविता जस्तै भन्छु है। सत्य घटनामा आधारित यो कहानी, सकेको थियो बालापन, चढ्दै थियो जवानी। सत्य घटनामा आधारित यो कहानी, सकेको थियो बालापन, चढ्दै थियो जवानी। छोडेर आमा बुबा अनि आफ्नै मनकी रानी, हिँड्यो छोरो परदेश खोज्दै दाना पानी। नयाँ देश, नयाँ भेष, नयाँ नै थियो भाषा, पैसा कमाएर परिवार खुसी पार्ने उसको एउटै आशा। नयाँ देश, नयाँ भेष, नयाँ नै थियो भाषा, पैसा कमाएर परिवार खुसी पार्ने उसको एउटै आशा। जारी थियो यात्रा, सुनौलो भविष्यको खोज तलास, तन्न कमाई स्वदेश फर्किने उसको एउटै थियो आश। जङ्गल अनि मरुभूमिमा हुन्थ्यो उसको बास, दिन हप्ता महिना अनि वर्षौं ऊ गर्न थाल्यो सास। पल्टन गएको थियो ऊ बोकेर धन कमाउने आश, कैद भएर काठको बक्साभित्र फर्क्यो छोरोको लास। थ्याङ्क यू। अब यसमा चाहिँ सबैले साथ दिनुपर्छ है। कविताको शीर्षक छ एउटा हिटलर जन्माउला। 40 गतेसी रमाउला, धन सम्पत्ति पनि कमाउला। तिमी हुन्छ मात्र भन प्रिय, हामी पनि अर्को एउटा हिटलर जन्माउला। झाडु लाउँदै पोचा हान्दै यो लाउने यात्रा सुरु भयो। 1 महिनापछि बल्ल आमाको आवाज यो कानले सुन्न पायो। 4 महिनापछि फर्स्ट टाइम ज्ञानदायकोमा मासु भात खायो। कुवा बाहिर ननिस्किने यो न्यायको छोरो देश विदेश पनि धायो। 40 गतेसी रमाउला, धन सम्पत्ति पनि कमाउला। तिमी हुन्छ मात्र भन प्रिय, हामीले अर्को एउटा हिटलर जन्माउला। लड्नेको जिन्दगी कहिले हातमा बारुद त कहिले हुन्छ गोली। सुते कति दाजुभाइको जन्ती त कति दिदीबहिनीको टोली। जसो तसो मनाएकै हो दसैँ तिहार अनि होली। 16 वर्ष बितिसकेछ भन्दा भन्दै आज र भोलि। 40 गतेसी रमाउला, धन सम्पत्ति पनि कमाउला।